नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई जीके का 40 वटा प्रश्नहरुको समाधान लिएर आएको छु। यो भन्दा अगाडि विभिन्न एक्जामहरुमा खरिदारको लागि सोधेका प्रश्नहरुको संगालो हो यो। केही भने दोहोरिरहने प्रश्नहरु पनि छन् भने केही एउटा समसामयिक मुद्दाहरुलाई लिएर बनेका तयार भएका प्रश्नहरु पनि छन् यो भिडियोमा। यदि तपाईहरुले 20 वा त्यो 20 भन्दा माथि चाहिँ मिलाउन सफल हुनुहुन्छ भने तपाईको जीके एकदमै राम्रो छ। हैन भने चाहिँ तपाईहरुले जीके को लागि एकदमै मेहनत गर्नुपर्ने हुन्छ। यो भिडियो चाहिँ आफूलाई मूल्याङ्कन गर्नको लागि तयार गरिएको छ। यसकारणले तपाईहरुले कतिवटा मिलाउँछु र म चाहिँ 20 वटा मिलाउन सक्छु कि नै भन्ने एउटा मूल्याङ्कनको लागि चाहिँ भिडियो अन्तिमसम्म हेरेर लाभ लिनु होला। त्यस्तै प्रश्न नम्बर हामी अब 16 मा जान्छौं। समसामयिक मुद्दा भनौं न यसलाई, हैन। 16 योजनाले निर्धारण गरेका 40 वटा लक्ष्य मध्ये सुशासन, सामाजिक न्याय र समृद्धिका कतिवटा लक्ष्य रहेका छन् भनेर भनेको छ। अब तपाईहरुले कुन चाहिँ विकल्प सही हो भन्ने कुरा हो। अब यसको सही विकल्प भनेको 16 को चाहिँ यही। त्यसै प्रश्न नम्बर 17 मा हेर्नु होला, तलको कुन भनाइ चाहिँ सही छ भनेको छ। जस्तै वैदेशिक लगानीमा स्थापना भएको नेपालको पहिलो वाणिज्य बैंक नबिल बैंक हो भनेर भनेको छ। त्यस्तै 2 मा एसियाली विकास बैंकको प्रधान कार्यालय फिलिपिन्सको मनिलामा रहेको छ भनेर भनेको छ। 3 मा हेर्नुभयो भने नेपाल बैंक लिमिटेडको स्थापना विक्रम सम्वत 2013 साल वैशाख 14 गते भएको हो भनेर भनेको छ। वैदेशिक लगानीमा स्थापना भएको पहिलो वाणिज्य बैंक नबिल बैंक नै हो। पहिला चाहिँ अरब बैंकको रूपमा चाहिँ स्थापित भएको थियो। त्यस्तै एसियाली विकास बैंकको प्रधान कार्यालय फिलिपिन्सको मनिलामै रहेको छ। यो चाहिँ सही विकल्प हो। 3 मा हेर्नु होला, नेपाल बैंक लिमिटेड भनेर भनेको छ। नेपाल बैंकको स्थापना चाहिँ 2013 सालको वैशाखको 14 गते हो। तर नेपाल बैंक लिमिटेडको स्थापना त 93-94 तिर नै भएको हो नि त। यसकारणले यसको सही विकल्प भनेको ए 1 र 2 मात्र ठिक है। त्यस्तै 18 मा हेर्नु होला, समूह आई र आई बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। जस्तै तलेजु, ट्रोड, पर्वत, त्यसपछि लिएर कृष्ण मन्दिर, त्यसपछि विद्यापति भनेर भनेको छ। अब यो मन्दिर हैन, त्यसपछि यो विद्यापति भनेको चाहिँ कवि भए, ट्रोड चाहिँ पर्व भयो, त्यस्तै तलेजु चाहिँ मन्दिर भयो। तलेजु मन्दिर चाहिँ प्रताप मल्लले, ट्रोड पर्व चाहिँ टोरहोटे हैन, यो चाहिँ गुरुङ जातिमा प्रचलित छ क्यारे। त्यस्तै कृष्ण मन्दिर भनेको सिद्धि नरसिंह मल्लले बनाएका। त्यस्तै गरेर विद्यापति भनेको चाहिँ के हुन्छ भन्दाखेरि मैथिलीको चाहिँ के हुन्छ महाकवि हुन्, मिथिला क्षेत्रको, हैन। तपाईहरुले अब अप्सनहरुमा हेर्नु होला। अब यसको सही विकल्प भनेको अप्सन ए मा रहेको छ। त्यस्तै प्रश्न नम्बर 19 मा हेर्नु होला, समूह आई र आई बीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। जस्तै विश्व हात धुने दिवस कुन मितिमा पर्छ त? त्यस्तै विश्व वातावरण दिवस कुन मितिमा पर्छ? क्योटो प्रोटोकल चाहिँ कुन मितिमा भएको हो? इसिमोडको स्थापना कहिले भएको हो भनेर सोधेको हो है त। अब तपाईहरुले विभिन्न मिति र तपाईहरुले चाहिँ दिवसहरु चाहिँ ख्याल गर्नुपर्छ। जस्तै विश्व हात धुने दिवस भनेको अक्टोबर 15 हो। त्यस्तै विश्व वातावरण दिवस जुन 5 मा मनाइन्छ। त्यस्तै क्योटो प्रोटोकल भनेको कहिले हो त? सन् 2005 मा भएको। त्यस्तै इसिमोडको स्थापना चाहिँ 1983 मा भएको थियो। यसकारणले यसको सही विकल्प चाहिँ कुन हुन्छ त भन्दाखेरि ए को 3 है। ए को 3 भनेको चाहिँ अप्सनहरुमा चाहिँ बी र डी मा रहेको छ। त्यस्तै बी को चाहिँ 4 हैन, बी को 4 हुने भएपछि यसको डी मा चाहिँ बी को चाहिँ 1 भनेको छ। यसकारणले बी नै यसको करेक्ट आन्सर रहेको छ। त्यस्तै 20 मा हेर्नु होला, गोबर ग्यासमा सबैभन्दा बढी कुन ग्यास पाइन्छ भनिएको छ। ए मा चाहिँ मिथेन भनिएको छ, बी मा कार्बन डाइअक्साइड, सी मा चाहिँ अक्सिजन, डी मा चाहिँ नाइट्रोजन। अब यसको सही विकल्प भनेको चाहिँ गोबर ग्यासमा सबैभन्दा बढी कुन ग्यास पाइन्छ त भन्दाखेरि अप्सन ए मा रहेको मिथेन ग्यास बढी पाइन्छ। त्यस्तै 21 मा हेर्नु होला, दूधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ भनेर भनेको छ। जस्तै ए मा भनेको छ अटोमिटर, बी मा ल्याक्टोमिटर, सी मा अल्टिमिटर र डी मा माथिको कुनै पनि होइन भनेर भनेको छ। अब यसको सही विकल्प भनेको कुन हो त? जस्तै अल्टिमिटर भनेको चाहिँ उचाइ नाप्न प्रयोग गर्ने यन्त्र हैन, सी मा रहेको। जस्तै यसकारणले दूधको शुद्धता नाप्ने यन्त्रलाई चाहिँ ल्याक्टोमिटर। यसकारणले 21 को बी इज करेक्ट आन्सर। त्यस्तै 22 मा हेर्नु होला, तल दिएको समूह आई रोग र समूह आई भिटामिनको कमी बीच जोडा अथवा कोडबाट चाहिँ जोडा मिलाउनुस् भनेर सोधेको छ। फुकेनास चाहिँ के को कमीले लाग्छ भन्ने कुरा हो। चाहिँ फुकेनास भनेको प्रोटिनको कमीले लाग्ने गर्छ। साँझ पख आँखा नदेख्ने रोग भनेको रतन्डो हो। रतन्डो के को कमीले लाग्छ भन्दाखेरि धेरै दोहोरिएको प्रश्न हो नि त यो। रतन्डो चाहिँ के को कमीले लाग्छ भन्दा भिटामिन ए को कमीले लाग्ने हो।
त्यस्तै शिखर बी भनेको चाहिँ भिटामिन सी को कमीले र रिक्टेस भनेको चाहिँ डी को कमीले। यस कारणले यसको सही विकल्प कुन हो त भन्दाखेरि जस्तै 4 को चाहिँ के हो त भन्दाखेरि रिक्टेस भनेको चाहिँ भिटामिन डी आ हैन, 4 को आ हुनु पर्यो नि त। यस कारणले अप्सन डी हेर्नुभयो भने यस अप्सनहरुमा चाहिँ अप्सन डी मा मात्रै चाहिँ 4 को आ रहेको छ। यस कारणले तपाईहरुले रिक्टेस चाहिँ डी को कमीले लाग्छ भन्ने कुरा मात्रै थाहा पाउनु भएको भए मिलिहाल्ने हैन। यस कारणले अप्सन डी चाहिँ यसको सही विकल्प हो। त्यस्तै 23 मा हेर्नु होला, दूरबीनको सहायताले अन्तरिक्ष हेर्ने पहिलो वैज्ञानिक को थिए भनेर सोधेको छ। अब यो भनेको दूरबीनको प्रयोग गर्ने पहिलो वैज्ञानिक को हुन् भन्नु र यो दूरबीनको सहायताले अन्तरिक्ष हेर्ने पहिलो वैज्ञानिक को हुन् भन्नु मतलब एउटै हो है। यसकारणले अप्सन ए मा भनेको छ ग्यालिलियो ग्यालिली, त्यस्तै बी मा चार्ल्स डार्विन, सी मा अल्बर्ट आइन्स्टाइन र माइकल फ्याराडे, डी मा भनेको छ। यसको सही विकल्प भनेको 23 को चाहिँ अप्सन ए मा रहेको ग्यालिलियो ग्यालिली, उनले चाहिँ सर्वप्रथम दूरबीनको प्रयोग गरेका थिए। त्यस्तै 24 मा हेर्नु होला, दिगो विकासको पहिलो लक्ष्य नम्बर 1 केसँग सम्बन्धित छ भनेर भनेको छ। गरिबीले भोकै भयो, स्वास्थ्य बिग्रियो, गुणस्तरीय शिक्षा कसरी लिनु हैन, लैंगिक असमानता छ यसमै, यसरी पढेका थियौ नि त। यसकारणले 24 को दिगो विकासको पहिलो लक्ष्य नम्बर 1 मा चाहिँ गरिबीको अन्त्य, 0 चाहिँ पोभर्टी हैन। यसकारणले यसको सही विकल्प भनेको चाहिँ बी मा रहेको छ है त, गरिबीको अन्त्य। त्यस्तै प्रश्न नम्बर तपाईहरुले 33 मा हेर्नु होला, जनमत संग्रह सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ भनेर भनेको छ। अब ए मा भनेको छ धारा 171, बी मा भनेको धारा 175, त्यस्तै सी मा भनेको धारा 271 र डी मा भनेको छ धारा 275। अब यसको सही विकल्प कुन हुन्छ त भन्दाखेरि संविधान हेर्नुभयो भने संविधान पढ्नु भएको साथीहरुले चाहिँ मिलाउनुहुन्छ, हैन भने त मिल्दैन। अब यो चाहिँ जनमत संग्रह सम्बन्धी व्यवस्था चाहिँ नेपालको संविधानको धारा 275 मा चाहिँ व्यवस्था गरिएको छ। यसकारणले डी इज करेक्ट एन्सर। प्रश्न नम्बर 34 मा हेर्नु होला, नेपालको कुनै कानुन नेपालको संविधानसँग बाजिने गरी बनेमा त्यस्तो कानुन अमान्य र बदर गर्न सकिने अधिकार कुन निकायको रहेको छ भनेर सोधेको छ। जस्तै यो चाहिँ अब प्रतिनिधि सभाको हैन, बी चाहिँ राष्ट्रिय सभाको, सी चाहिँ राष्ट्रपतिको र डी चाहिँ सर्वोच्च अदालतको भनेको छ। अब नेपालको कुनै कानुन चाहिँ नेपालको संविधानसँग बाजिने गरी बनेमा त्यस्तो कानुन अमान्य वा बदर हुन सक्ने अधिकार चाहिँ निकाय भनेको चाहिँ कुन हो त भन्दाखेरि विभिन्न विकल्पहरु मध्ये चाहिँ यसको सही विकल्प भनेको अप्सन डी मा रहेको सर्वोच्च अदालत चाहिँ सही विकल्प हो। त्यस्तै 35 मा हेर्नु होला, नेपालमा कुन प्रधानमन्त्रीको पालादेखि योजनाबद्ध विकासको सुरुवात भएको थियो भनेर सोधेको छ। ए मा भनेको छ मातृका प्रसाद कोइराला, बी मा भनेको छ टंक प्रसाद आचार्य, सी मा भनेको छ डाक्टर केआई सिंह र डी मा विश्वेश्वर प्रसाद कोइराला भनेर सोधेको छ। अब यसको सही विकल्प भनेको योजनाबद्धको विकासको सुरुवात चाहिँ 2013 सालबाट भएको भनेपछि 2013 सालमा चाहिँ टंक प्रसाद आचार्य जी के थिए त भन्दाखेरि त्यो तत्कालीन प्रधानमन्त्री थिए। यसकारणले पक्कै पनि 35 को चाहिँ बी टंक प्रसाद आचार्यको पालादेखि चाहिँ योजनाबद्ध विकासको सुरुवात भएको थियो। प्रश्न नम्बर 9 मा भनेको छ बेलायतमा गौरवमय रक्तहीन क्रान्ति कहिले भयो भनेर सोधेको छ। जस्तै ए मा भनेको छ 1688, बी मा चाहिँ सन् 1768, त्यस्तै सी मा चाहिँ 1856 र डी मा भनेको छ 1888। यसकारणले यसको सही विकल्प भनेको चाहिँ 1688 है त। बेलायतमा गौरवमय रक्तहीन क्रान्ति चाहिँ 1688 मा भएको थियो। त्यस्तै 10 मा हेर्नु होला, तलका भनाइहरुमाथि विचार गरी चाहिँ कोडबाट ठिक उत्तर छान्नुहोस् भनेको छ 10 मा चाहिँ। अब अ मा भनेको छ कान्तिपुरको स्थापना घुनकामदेवले गरेका हुन्, त्यस्तै आ मा भनेको छ कैलाशकूट भवन मानदेवले बनाएका हुन् भनेर भनेको छ। अब कान्तिपुरको स्थापना चाहिँ घुनकामदेवले नै गरेका हुन्, सही हो। त्यस्तै आ मा रहेको चाहिँ कैलाशकूट भवन मानदेवले बनाएका हुन् भन्ने कुरा चाहिँ के हो त भन्दाखेरि कैलाशकूट भवन चाहिँ मानदेवले नभएर अंशुवर्माले बनाएका थिए। त्यस्तै 15 पुराण नामक मुद्रा जयस्थिति मल्लले चलाएका हुन् भनेको छ। अब ई मा त्यो पनि गलत हो, किनभने 15 पुराण नामक मुद्रा चाहिँ कसले चलाएका हुन् भन्दा चाहिँ नरेन्द्र देवले चलाएका हुँदैन। त्यसै ई मा हेर्नु होला, काला भिमानी पदवी धारण गर्ने राजा अंशुवर्मा हुन् भनेर भनेको छ के। त्यस्तै अब तपाईहरुले अप्सनहरुमा हेर्नुभयो भने अ र ई मात्र ठीक अनि अन्य बेठिक भनेर अप्सन ए मा दिएको छ नि त। यसकारणले सही विकल्प भनेको चाहिँ अप्सन ए नै यसको सही विकल्प हुन जान्छ। त्यस्तै 11 मा हेर्नु होला, नेपालमा सर्वप्रथम चाँदीको मुद्रा कसले चलाएका थिए भनेर सोधेको।
अब चाँदीको मोहर चलाउने तिब्बतमा गएर हैन कुन राजा थियो भन्दाखेरि अप्सन ए मा भनेको छ प्रताप मल्ल, बी मा नरेन्द्र देव, त्यस्तै सी मा भूपतिन्द्र मल्ल, त्यस्तै डी मा चाहिँ महेन्द्र मल्ल। अब सही विकल्प चाहिँ कुन हुन्छ त भन्दाखेरि अप्सन डी मा रहेको महेन्द्र मल्ल चाहिँ यसको सही विकल्प हो। अनि प्रश्न नम्बर 7 मा हेर्नुभयो भने नेपालको संविधानमा कति भाग, धारा र अनुसूची रहेका छन् भने चाहिँ यहाँनिर चाहिँ विभिन्न विकल्पहरू दिएको छ। अप्सन ए, बी, सी, डी मा हेर्नुभयो भने यसको सही विकल्प भनेको अप्सन ए है त 35 भाग, 308 धारा र 9 अनुसूची रहेका छन् नि त नेपालको संविधानमा। हैन त्यस्तै 8 मा हेर्नु होला, तलको कथनहरू विचार गरी ठिक उत्तर छान्नुहोस् भनेको छ। जस्तै हाल नेपालमा 7 प्रदेश छन्, एकदमै सही हो। त्यस्तै गाउँपालिका कम्तीमा 5 र बढीमा 21 वटा वडा राख्ने व्यवस्था रहेको छ भनेको छ बी मा। यसको सही विकल्प चाहिँ दुवै ठिक कुनमा छ त अप्सन, हैन दुवै ठिक हो नि त। जस्तै गाउँपालिकामा कम्तीमा 5 र चाहिँ बढीमा 21 वटा वडा राख्ने व्यवस्था छ नि त हैन। त्यस्तै यो भनेको चाहिँ जस्तै नगरपालिकामा कम्तीमा 9 हैन बढीमा 35 वटा वडा राख्ने व्यवस्था छ, गाउँपालिकामा चाहिँ यही हो। यसकारणले यसको चाहिँ दुवै सही भन्ने विकल्प चाहिँ अप्सन ए मा रहेको छ। यसकारणले 8 को चाहिँ ए नै हुन जान्छ सही विकल्प। त्यस्तै प्रश्न नम्बर 1 मा हेर्नु होला, जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् भनेको छ। जस्तै 1 मा भनेको छ हरियो गर, हरियो गर भनेर कुन गरलाई चिनिन्छ? त्यस्तै पहेँलो गर हैन, पहेँलो गर चाहिँ कुन हो? बिहानको तारा भन्ने चाहिँ कुन ग्रहलाई चिनिन्छ हैन। त्यस्तै चुम्बकीय क्षेत्र नभएको ग्रह चाहिँ कुन हो हैन। अब तपाईहरुलाई थाहा छ हरियो ग्रह भनेको कुन हो त भन्दाखेरि हरियो ग्रह भनेको वरुण हो हैन। वरुणलाई चाहिँ हरियो ग्रह भनियो। पहेँलो ग्रह भनेको सुनौलो शनि, बिहानको तारा भनेर चाहिँ बुधलाई चिनिन्छ। त्यस्तै चुम्बकीय क्षेत्र नभएको ग्रह भनेको शुक्र हो। यसकारणले 4 को चाहिँ ए हुनुपर्ने। अब सी र डी मा छ 4 को ए हैन। त्यस्तै 1 को चाहिँ के हो त हरियो ग्रह भनेको बी हो, 1 को बी हुनुपर्नेमा। यसकारणले सी इज करेक्ट आन्सर है त, 1 को सी चाहिँ सही विकल्प हो। त्यस्तै 2 मा हेर्नु होला, नेपालमा सर्वप्रथम नगरपालिका गठन स्थापना कहिले गरेको थियो भनेर सोधेको छ। अब यहाँनिर विभिन्न अप्सनहरू दिएको छ। जस्तै 1973, 1974, 1975, 1976। यसको सही विकल्प भनेको 2 को चाहिँ सी है त, 1975 मा चाहिँ के भयो त भन्दा सर्वप्रथम नगरपालिका गठन स्थापना भएको थियो। प्रश्न नम्बर 3 मा भनेको छ सार्कका हालका महासचिव कुन भनेर सोधेको छ। अप्सन ए मा बंगलादेश, बी मा नेपाल, सी मा भुटान र डी मा भारत भनेको छ। अब हालका वर्तमान महासचिव चाहिँ 15औं महासचिव हैन गोलाम सरोवर जुन चाहिँ बंगलादेशबाट हुनुहुन्छ। यसकारणले 3 को चाहिँ ए है त बंगलादेश चाहिँ सही विकल्प हो। त्यस्तै 21 मा हेर्नु होला, गोपाल वंशवाली अनुसार पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका थिए अथवा बनाएका हुन् भनेर सोधेको छ। जस्तै अब यहाँनिर ए मा एलम्बर भनेको छ, बी मा मानदेव, सी मा जितेदास्ती, डी मा चाहिँ सुपुष्प भनेको छ। यसकारणले यसको सही विकल्प भनेको अप्सन डी चाहिँ सुपुष्पले चाहिँ पशुपति मन्दिर बनाउन लगाएका थिए। यो चाहिँ गोपाल वंशवाली अनुसार हो है। यसमा चाहिँ धेरै व्यक्तित्वहरूले बनाउनु भएको भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ। त्यस्तै 22 मा हेर्नु होला, लिच्चीविकालमा कृषि उत्पादनमा लगाइने करलाई के भनिन्थ्यो भनेको छ। जस्तै ए मा भनेको चाहिँ सिङ्कर, बी मा भाग, त्यसपछि सी मा चाहिँ भोक र डी मा अग्रहार भनेको छ। हैन सिङ्कर भनेको फर्निचरमा लगाउने करलाई भनियो। त्यस्तै सी मा रहेको भोकर भनेको पशुमा लगाउने कर हो। यसकारणले बी चाहिँ भाकर चाहिँ कृषिमा लगाइने करलाई चाहिँ भाकर भनिन्थ्यो। यसकारणले 22 को चाहिँ बी इज करेक्ट आन्सर। त्यस्तै 23 मा हेर्नु होला, विक्रम सम्वत 1997 मा मृत्युदण्ड दिएको शहीदहरू मध्ये 4 वटा शहीदहरू थिए। हामीले जुन माघ 16 गते पनि दिवस मनाउने गर्छौं हैन। त्यो दशरथ चन्द चाहिँ कुन जिल्लाका थिए भनेर सोधेको छ। अब ए मा कञ्चनपुर हैन, बी मा डडेलधुरा, सी मा चाहिँ बैतडी र डी मा दार्चुला दिएको छ अप्सनहरुमा। अब दशरथ चन्द चाहिँ हाम्रो बैतडीबाट हुनुहुन्थ्यो, उहाँ चाहिँ बैतडीबाट हुनुहुन्थ्यो। जस्तै शहीद बन्नुभयो उहाँ हैन। त्यसै 23 को चाहिँ सी इज करेक्ट आन्सर बैतडी। प्रश्न नम्बर 24 मा हेर्नु होला, जोडा मिलाई सही उत्तर छान्नुस् भनेको छ। जस्तै प्रजा परिषद हैन, 1 मा भनेको छ नि प्रजा परिषदको स्थापना कहिले भयो। 2 नेपाली राष्ट्रिय कांग्रेसको स्थापना कहिले भयो। त्यस्तै 3 नेपाली कांग्रेसको स्थापना कहिले भयो र 4 मा गोर्खा परिषदको स्थापना कहिले भएको भनेर सोधेको खासमा। जस्तै हामीले प्रजा परिषद थाहा छ। प्रजा परिषद चाहिँ 1993 जेठ 20 गते हैन, जुन टंक प्रसाद आचार्यको नेतृत्वमा। अब 1 को चाहिँ डी हो भनेपछि 1 को डी चाहिँ कुन कुन अप्सनमा छ भन्दा सबै अप्सनमा छ। अब भयो गाह्रो। त्यसपछि नेपाली राष्ट्रिय कांग्रेसको स्थापना चाहिँ 2007 सालमा भएको थियो हैन। 2 को चाहिँ ए हुनु पर्यो। यसकारणले 2 को ए भनेको सी र डी मा छ। नेपाली कांग्रेसको स्थापना कहिले भयो भन्दा चाहिँ नेपाली कांग्रेसको स्थापना चाहिँ 3 सालमा सी हैन, 3 को सी। 4 को चाहिँ गोर्खा परिषद भनेको छ। डी को चाहिँ
बी हैन, डी को चाहिँ बी। यस कारणले 24 को चाहिँ डी इज करेक्ट आन्सर। प्रश्न नम्बर 25 मा चाहिँ जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। जस्तै 1 मा भनेको छ मुन्सी खाना, बी अथवा 2 मा कुमारी चोक हैन, त्यस्तै 3 मा चाहिँ कडेल चोक हैन, 4 मा चाहिँ भण्डारखाल तहबिल हैन। यसकारणले अब मुन्सी खाना चाहिँ परराष्ट्र मामिला सम्बन्धी मुद्दाहरू हेर्थ्यो। त्यस्तै 2 मा भएको कुमारी चोकले चाहिँ लेखा परीक्षण सम्बन्धी कुराहरू हेर्थ्यो हैन। त्यस्तै कडेल चोकले के गर्थ्यो, कर गहना सम्बन्धी कुराहरू हेर्थ्यो। भनेपछि 4 को चाहिँ भण्डारखाल तहबिलले चाहिँ के गर्ने रहेछ त भन्दाखेरि सरकारी बैंक रहेछ त्यो चाहिँ। यसकारणले जस्तै मुन्सी खाना भनेको चाहिँ 1 को सी हुनुभयो हैन त। यसकारणले 1 को सी चाहिँ कुन अप्सनमा चाहिँ हेर्ने, यसकारणले यसको अप्सनहरुमा हेर्नुभयो भने चाहिँ 1 को सी चाहिँ एउटा मात्रै अप्सनमा छ। अब तपाईहरुले अरु विकल्प नहेर्दा नि हुन्छ। 25 को चाहिँ डी इज करेक्ट आन्सर। प्रश्न नम्बर 28 मा हेर्नुला जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् भनेको छ। जस्तै हामीलाई यहाँनेर लहरेको कि हैन, छेरो, दादुरा, धनुष्टकार दिएको छ। अब तिनीहरुको लागि चाहिँ कुन खोप लगाउने भन्ने कुरा हो। जस्तै तपाईहरुले चाहिँ अब धनुष्टकारको लागि टीटी खोप लगाउनुहुन्छ हैन, दादुराको लागि मिचल्स हैन भ्याक्सिन, छेरोको लागि चाहिँ बीसीजी र लहरेको को लागि डीपीडी लगाउने हो। यसकारणले अब यसको सही विकल्प कुन हुन्छ त भन्दाखेरि जस्तै 4 को चाहिँ बी हुनुपर्ने हो हैन। यसकारणले 4 को बी चाहिँ अप्सनमा हेर्नुभयो भने धनुष्टकारको लागि टीटी खोप लगाउने। यसकारणले 4 को बी चाहिँ हेर्नु होला। अप्सन ए मा बी मा छैन, त्यस्तै डी मा पनि छैन। यसकारणले सी चाहिँ यसको करेक्ट आन्सर। जस्तै 1 को डी भनेको नि लहरेको कि डीपीडी हैन, 2 को सी छेरेको लागि चाहिँ बीसीजी, 3 को ए भनेको चाहिँ दादुराको लागि मिजल्स हैन भाइरस, जुन भाइरसको लागि चाहिँ भ्याक्सिन लगाउनु पर्यो, भिब्रियो कलेरा भ्याक्सिन। जस्तै 4 को बी भनेको छ नि जुन, यसकारणले 28 को चाहिँ सी इज करेक्ट आन्सर। जस्तै 29 मा हेर्नु होला, ओजन तह क्षयीकरण सम्बन्धी सर्वप्रथम अध्ययन गर्ने व्यक्तिको हुन् भनेर भनेको छ। अप्सन ए मा आर्थिनस हैन, बी मा चाहिँ जेसी फार्मेन हैन, डी मा चाहिँ जेन टुब्रेज, त्यस्तै लेखेर चाहिँ डी मा ग्रेगर मेन्डल भनेको छ। अब यसको सही विकल्प कुन हुन्छ त, सी मा रहेको जेएफ टुब्रेजले चाहिँ गरेका थिए है त। जस्तै 30 मा हेर्नुला, जन्म मृत्यु बसाई सराई र विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाको दर्ता गर्ने चलनको सुरुवात नेपालमा कहिलेबाट भएको भनेर सोधेको छ। 30 मा ए मा भनेको छ विकास 2032 वैशाखी गतेबाट, त्यस्तै गरेर बी मा चाहिँ 2033 वैशाखी गतेबाट, सी मा 2034 वैशाखी गतेबाट, डी मा भनेको छ विकास 2035 वैशाखी गतेबाट। यसको सही विकल्प भनेको कुन हुन्छ त भन्दाखेरि विभिन्न अप्सनहरुमध्ये चाहिँ सी मा रहेको विकास 2034 वैशाखी गतेबाट चाहिँ घटना दर्ता सम्बन्धी चाहिँ प्रचलन चाहिँ सुरु भएको थियो नेपालमा। 31 मा हेर्नु होला, कुन भिटामिनको कमीले रगत धेरै बग्दछ भनेर भनेको छ। जस्तै ए मा भनेको छ भिटामिन ए अनि बी मा भिटामिन बी, सी मा भनेको छ भिटामिन के र डी मा भनेको छ भिटामिन डी। कुन भिटामिनको कमीले रगत धेरै बग्दछ भन्दाखेरि रगत बग्नबाट रोक्नलाई चाहिँ भिटामिन के चाहिँ आवश्यक पर्ने हो। धेरै बग्ने समस्या चाहिँ भिटामिन के को कमीले हो। यसकारणले 31 को सी इज करेक्ट आन्सर। त्यस्तै 32 मा हेर्नु होला, जोडा मिलाई कोडबाट चाहिँ सही उत्तर छान्नुहोस् भनेको छ। जस्तै टेलिभिजनका आविष्कारक को हुन्, साइकलको आविष्कारक को हुन्, रेडियमको आविष्कारक को, कम्प्युटरका आविष्कारक को हैन। टेलिभिजन भनेको चाहिँ कसले हो त भन्दाखेरि जेएल बियर्ड हैन। त्यस्तै गरेर साइकल भनेको मेकमिलन हैन। त्यस्तै रेडियम भनेको म्याडम क्युरी, कम्प्युटर भनेको हर्मन पार्किन्सन्स हैन। यसकारणले 1 को डी हुनु पर्यो हैन। यसकारणले अप्सन ए र बी मा मात्रै 1 को डी छ। त्यसपछि 2 को चाहिँ साइकल भनेको सी हुनु पर्यो, 2 को सी हुनु पर्यो। यसकारणले बी मा चाहिँ 2 को ए भनेको छ। यसकारणले मिल्दैन। यसकारणले ए नै 32 को ए नै सही विकल्प हुन जान्छ। त्यस्तै 36 मा हेर्नु होला, देवताको गुरु भनेर कसलाई चिनिन्छ भनेर सोधेको छ। ए मा भनेको छ वैद्यनाथ, त्यस्तै बी मा धनौत्तरी, त्यस्तै लिएर सी मा अश्विनी कुमार, त्यस्तै डी मा बृहस्पति भनेको छ। अब देवताको गुरु भनेर चाहिँ बृहस्पतिलाई चिनिन्छ है त। डी चाहिँ करेक्ट आन्सर हुने भयो। त्यस्तै 37 मा हेर्नुला, गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु हुन थालेको हो भनेको छ। देव शमशेरको पालादेखि भएको हैन। अब यहाँनिर विक्रम 55 वैशाख 24 गते भनेको छ अप्सन ए मा। बी मा चाहिँ 1956 वैशाख 24 गते हैन। त्यस्तै सी मा विक्रम 1957 वैशाख 24 गते, डी मा भनेको विक्रम 1958 वैशाख 24 गते भनेको छ। अब यसको सही विकल्प भनेको देव शमशेरको पालामा 1958 वैशाख 24 गतेबाट हैन, 24 गतेबाट चाहिँ सुरुवात भएको थियो। यसकारणले 37 को चाहिँ डी इज करेक्ट आन्सर है त।
त्यस्तै 45 मा हेर्नुहोला नेपालको प्रमुख नदी सप्तकोशी सहायक नदी हैन सप्तकोशीको सहायक नदी तलको दिएको मध्ये चाहिँ कुन होइन भने आज जस्तै ए मा त्रिशुली बी मा तमोर सी मा अरुण र डी मा चाहिँ लिखु रहेको छ। यसको सही विकल्प भनेको चाहिँ जस्तै अब तमोर अरुण र लिखु चाहिँ सप्तकोशीको सहायक नदी नै हुन् हैन लिखु भनेको सबभन्दा सानो नदी हो अरुण भनेको ठुलो भइहाल्यो। यसकारणले अब जस्तै गण्डकीका सहायक नदीहरूमध्ये त्रिशुली सबभन्दा सानो नदी हो गण्डकीको हो नि त त्रिशुली। यसकारणले 45 को सही विकल्प भनेको चाहिँ अप्सन ए है त सप्तकोशीमा चाहिँ नपर्ने चाहिँ त्रिशुली नै रहेको छ। त्यस्तै 46 मा हेर्नुहोला हाल नेपालमा गाउँपालिकाको संख्या कति रहेको छ जस्तै ए मा भनेको छ 276 यो चाहिँ नगरपालिका हो अहिले। त्यस्तै हैन बी मा भनेको चाहिँ 460 सी मा भनेको छ 465 र डी मा 275 भनेको छ। यसको सही विकल्प भनेको 460 हो। यसकारण 46 को बीच करेक्ट आन्सर है त। प्रश्न नम्बर 50 मा हेर्नुहोला तलको भनाइ विचार गर्नुहोस् जस्तै अप्सन ए मा चारुमतीले बनाएको बस्तीलाई चाहिँ देवपतन भनिन्छ भनेर भनेको छ। जस्तै बी मा भनेको छ लुम्बिनी गुरु योजनाको अवधारणा केन्जो टाङ्गेले गरेका हुन् हैन अथवा टाङ्गेले गरेको हो भनेको छ। अब यसको चाहिँ चारुमतीले बसाएको बस्तीलाई देवपतन नै भनिन्छ। उनीसँग नै विवाह भएको थियो नेपालका चाहिँ देवपालसँग हैन यसकारणले उनले बसाएको बस्तीलाई देवपतन नै भनिन्छ। जस्तै बी मा भनेको छ लुम्बिनी गुरु योजनाको अवधारणा केन्जो टाङ्गेले गरेका हुन् एकदमै सही हो। यसकारणले 50 को दुवै सही छ है त अप्सनहरुमा दुवै सही भनाइ चाहिँ अप्सन बी चाहिँ दिएको छ। यसकारणले 50 को बीच करेक्ट आन्सर है त। साथीहरु तपाईहरुले चाहिँ कतिवटा मिलाउन सफल हुनुभयो जस्तै लगभग 48 वटा प्रश्नहरु चाहिँ हामीले समाधान गर्यौं र तपाईहरुले चाहिँ कतिवटा प्रश्न मिलाउनु भयो त्यो कमेन्ट गर्नु होला र पक्कै पनि तपाईहरुलाई भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला। अब जस्तै साथीहरुलाई चाहिँ तयारी गर्दै बस्नुभएका साथीहरुलाई शेयर पक्कै गर्नु होला लाइक कमेन्ट गर्न भन्नै परेन र आगामी दिनमा पनि यस्तै भिडियोहरु चाहनुहुन्छ अथवा जानकारीमूलक भिडियोहरु चाहनुहुन्छ भने चाहिँ च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन पक्कै पनि प्रेस गर्नु होला थिच्नु होला। भन्दै आजलाई छुटिन्छु छिटै भेट्ने बाचाका सहित है त। थ्यांक यू सो मच।